नमस्कार। उहाँ दिदी हाम्रोमा कुहिनो दुखेर आउनु भएको, कुहिनोको बाहिरपट्टि दुखाइ थियो र यो दुखाइ लगभग 4 महिना 5 महिनादेखि उहाँलाई छ र हामीले जाँच गर्दाखेरि यो दुखाइ टेनिस एल्बो भनेको यो कुहिनोको बाहिरपट्टिको हड्डीमा अल्ट्रासाउन्डमा यहाँ हेर्न सक्नुहुन्छ। कुहिनोको बाहिरपट्टिको हड्डीमा जुन मासुहरू तासेको छ त्यो मासुहरू निस्किन खोज्दैछ। यो अहिले अल्ट्रासाउन्डको फोटो हेर्न सक्नुहुन्छ। यो भनेको कुहिनोको जोर्नी हो। यो तलको हड्डी हो। यो माथिको हड्डी र यही माथिको हड्डीमा जुन यो मासुहरू गएर तासिएको छ त्यो तासिएको मासुहरू यहाँ निस्किन खोज्दैछ र यो निस्किन खोजेको ठाउँमा चाहिँ हामी प्लाज्मा थेरापी, प्लेटलेट रिच प्लाज्मा भनिन्छ, पीआरपी, त्यो चाहिँ उहाँको आफ्नै रगतबाट निकालेको इन्जेक्सन अहिले लगाउनु भइरहेछ। त्यो कालो कालो जुन देखिया छ नि, हुनुपर्ने चाहिँ डोरी डोरी जस्तो त्यहाँ हेर्नु त तपाईँको त्यो तासेको ठाउँमा त्यो बिचमा कालो कालो आयो भनेको चाहिँ हो। यो चाहिँ नर्मली यस्तो डोरी जस्तो गएको छ नि, डोरी जस्तो इज नर्मल। अलिकति यता आयो कालो 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 भएर गइसक्यो, त्यो चाहिँ एबनर्मल हो। यो त्यहाँ हेर्न सक्नुहुन्छ जुन ठाउँबाट मासुहरू निस्किँदैछ त्यो ठाउँमा म बिस्तारै यहाँ सुई लाँदैछु। अल्ट्रासाउन्डमा हेरेर सुई पुग्न थाल्यो, उहाँलाई दुखाइ पनि बढेर गयो, ठ्याक्कै ठाउँमा पुगे है। त्यहाँ हेर्न सक्नुहुन्छ हड्डीमा पुग्यौँ हामी है। हड्डी मलाई फिल भयो, हड्डीमा हामी पुग्यौँ, सुई चलिरहेछ है। अब यो हड्डीमा म थोरै प्लाज्मा हाल्दैछु। हो भयो, सर त गएको छैन, जो गाह्रो गरेर गएको छ, ठिकै छ। यहाँ आइसक्यो। रेडी भयो।